यस्तो जाडो भइरहेछ ओ माय गॉड ब्रो रुगा लागिसक्यो अहिले चाहिँ 5 बज्यो है बिहानको अँध्यारो हाम्रो विभन्ता होटेल म म त एकछिन त साप त गएर आनेको को आउनु भएन यहाँ तिमी दिएर मैले माटार भन्दा यतातिर खाने ठाउँ छैन त्यो उकालो चढ्नुभन्दा तल फेदीमै छ एउटा खाजा टाइपको सुकुटी यता पाउँछ थियो त्यहाँबाट मान्छेले आएपछि एकैचोटि होमस्टेहरूमा गएपछि मात्रै खाना पाइयो बिचतिर कतै खाजा खान आउँदैन चिया खान आउँदैन पानी खान आउँदैन कहाँ पुग्यो अरे को यार इज रेवन गुरु पहिले यसले ब्लग हाने त के अरे सफ तेल हाल्दै हाम्रो ग्याङहरू निस्किन लागेको छ लेट्स गो रेवन गुरु यो अब हामी सिराचिरी डाँडा जाँदैछौँ देख्यो पार्किङमा चुरोट बाँध्दाखेरि दिको आँखा चुद्यो बराइ बाटो झर्दाखेरि घर गएर नरे सो अब चाहिँ चिया नास्ता खान निस्केको बट सबै दोकानहरू बन्द छ मुद्द जान्ला ओए समात्दा रे मन ओए नहुने र नहुने के गर्छ सो गाइज क्यामेरा रेवन गुरुङको हातमा छ ल हेर्न सक्नुहुन्छ 3 जना वनमानवहरू अगाडि छ र हामी ब्रिजमा छौँ सब पिपुल हामी चाहिँ अहिले सौथेहरूको पुलमा छौँ अनि यो चाहिँ बाबा आदमजनाको पुल हो एन्ड हिज आवर उज्जवल नाके एन्ड आच्छ्यो के कालो चिया खाएपछि ठिक्क होला कि पेट है सन्चो होला पेट खाऊ म त खान्न अहिले जाडो राति बेला खान्छु भने म त खाने हो दिन्छ त अहिले च्याति लाग्यो बोरा यता उता यो ब्यागको उस गर्न कि छुट्यो नि त यो मेरो छुट्यो कि ए के हो मैले चाबी कहाँ राख्यो ओइ रेवन मैले तिमीलाई चाबी दिएँ उही एन्टर कता हरायो ए यहाँ रहेछ छात्तो उडिरहेको म फेरि आफ्नै कोही कन्फ्युज हुन्छ कि उता पारी पसल छ है आइपुग्छ अझै कति मिनटमा पुग्ला दाइ यहाँबाट 40 मिनट जति यहाँ पुग्छ कति मिनट 40 मिनट ल चल्दिउँ त्यसो भए
राइट होला नि लेफ्ट कहाँ र बाटो But I don't think so. This भन्दा के भन्नु डर लाग्दैन हेर यार जन्म 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 साथ चलना यूं कसम तेरी कसम आके मिलना यूं हाँ रेवन गुरुङ on the dance floor है टक ला ओए दे तल नजाय हाइट कम हुन्छ मिठो ल मिठो ओ माय गॉड वाउ माय गॉड थपरी काक्रा काक्रा भनेर चिन्ता नगर मान तो दामी ए आलो फेरि दा हेल इना कोटेको आए बे के हामीले उठे न भन्छ बस गर्दै ओए कति चार्ज छ तसँग 6 नाच ल नाच है नाच न उठाएर नि त्यहाँ What the fuck? चल है प्यारासुट वाला हामीलाई त देख्यो यार ओए के हो त अस्त्र लागेको पछाडी देखिरहेछ जा सुनिला गएर बस्ने ढुङ्गा खस्दै रहेछ कहाँ हो के हो रेवनको फोन आयो अलार्म हो 8 बजे गुड मर्निङ भनेर 8 बजेको अलार्म माग्छ गुड मर्निङ भनेर गुड मर्निङ रे के किन हुन्छ doing ASMR of animal अब या डग कोइ से टुटु सिस्टर चिल आइन्दगे कस्तो टोक्न आउँछ आएर कस्तो लागेको छ एकदमै रमाइलो लागिरहेको छ एकदम चिसो छ हावाले तपाईँलाई कस्तो लागिरहेको वाला वाला मासाला यतिको मौसम तल यतिको मौसम तल भरतपुरमा भएको भए लाइक इट विल बी हेभन के होइन तर फेसिलिटी मात्र भयो तर गर्मी यति छ नगर लाग्दो मुभे घुसाइदियो ओके एनदर कन्टेस्टेन्ट ने ए बोली जा हेलो के भन्ने के भने कस्तो लागिरहा कस्तो लागिरहा सो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग तेरो कस्तो लागिरहा भन वेलकम ब्याक टु माई ल हजुरलाई चाहिँ यहाँ यो हाम्रो सिराइचुरी डाँडाको यो हामी चाहिँ यो चौकी डाँडा होटेल लज भन्नेमा छ एन्ड हाम्रो साथीलाई चाहिँ कस्तो लागेछ म चाहिँ उहाँको अब ओपिनियन
रोक न सोधेको छैन गान्डु ओपिनियन सुन्न गइरहेको छु सो हाउ आर यु फिलिङ राइट नाउ हाउ वाज युर एक्सपिरियन्स टिल नाउ भोलि सोधेर मलाई त चिसो लागेर त्यति हो वाट द हेल मजा आएर लामो हेर एन्सर सर्ट एन्ड स्विट तल त यस्तो गर्मी हुन्थ्यो यतिखेर त यहाँ त हावाले हो अरे यतिको गर्मी हावाले मात्र हो चिसो भएन नत्र त्यस्तो गर्मी मिठो मिठो लभली गाउँलेहरूले त गर्मी भयो हाम्रो मात्र अचार भयो निकै नै राम्रो प्रस्तुति सबले कटिन्छ अनलाइन हालेको हजुर त्यो बाटो इट विल रुइन आवर रेपुटेसन even though we don't have any still हैन you guys smoke oh thank you अझै एउटा चाउचाउ है त मैले भनेन दुईटा भने ए दुईटा मात्र भनेको किन होइन यति भने ए हो र म त लभली लभली That's our destination, by the way. And yeah, I guess I was आधा घन्टा maybe. भाइ सिराजुली डाँडाको कुन बाटो हो भन्दै हामी यता गयो बाटो छैन रहेछ थ्याङ्क यू दाजु ब्रेक झाडे ओह्रालो यार त्यो पोर हुन्छ त्यो प्यान्ट यो कहिलेको हो यो मेरो पुरा हुँदैन उठा हात होला मैले पनि कति भयो नगरेको हान्दै रेवन हान्दै रेवनले भन्दिन के रेवन हाल्नु त ल ल ओपन च्यालेन्ज रेवनको पानी ल उजा लिन पर्दैन नि अब एक 5 अरे फेरि यतापट्टि के भयो खुट्टा के भयो ल त्यहाँ हुँ गरौँ त Let's go! चलो हावा कतै नरोकिने ए प्याज के अरे अर्ग्यानिक घिउ ये पाइपबाट चुइया हो क्या अब चाहिँ हिँड्ने कार्यक्रम यस सुरु गरेको 2 मिनेट आएर झोला बगाइदियो होला निन्द्रा लाग्यो अनि 3टा राख भने एउटा निकाल खोले के कालो हुन्छ छ्या के हुन्छ रे कालो हुन्छ अरे अब एउटा निकाल न एउटा त निकाल कति नै गोरो भने ल नाक्री ओए कति उकालो 2 घन्टाको निन्द्राले दियो बल्ल गयो ए थाक्यो यस्तो लठी बनाइदियो साथी कहाँ आउँछ तिमीले मकै ढोस्ने हुन्छ ए तिमी त 7 जनाले जान्छ ढाउने यसो अर्को नाकमा हान्दियो ल लठी आफू जस्तै छोड म लिन्छु खै यो कतिको छ त नाटक यो युज गर कति आउँछ हेर नि अघि आयो तर यसको हाइटलाई त यो ठिक छ मलाई ठिक छ चल्दिउँ केटा हो खोल्दै जाऊ के अरे भारी न तसै अन द वे है
सिराइचुली डाँडा भर्खरै सुरु गरेको त्यो धेरै निहुरेर हिँड्ने क्या 5 मिनट भयो को त्यो फाल यो होइन अलि अग्लो छ अरू कथामा जे सोचे त्यही हुने हो मुनालाई थाहा छैन मनोरथ के हो यता मुना अम्मा गनाया कुरा सोचिसकी आजको मुखभरि माइकलको माया हामी चाहिँ त्यहाँ पुग्यो अब जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ माया अब हामी यो चाहिँ हाम्रो घोडा हिँड्दै नगर्ने घोडा गाउनलाई माया जस्तो नि हुन सक्छ माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ अझै त्यहाँ पुग्न बाँकी छ है ये पानी पिलाए पानी पिला दीजिए इसको पानी पिला दो भाई अंकल मुझे प्यास लगी है मेरे को पानी पिला दे किसका पानी बेटा जुगा त यहाँ क्यामेरा अन भएको नचलाने हेर नि भिडियोमा नचलाउने गर्छ रियलमा पात्दै हिँड्छ नाकबाट पात्छ यसले यसो कुरा सुन्दैन गाइस कमलेट नै तेल कमलेट बनाउँछ अन्ते भ्याइयो पानी रेवनी ओ रेवनी त्यही त देखाइर हेर जलकनाले पानी खाएको ओए कत्रो नाक दिस इज द भ्यू आई थिङ्क हामी 20-25 भयो मिनट हिँडेको यहाँ वी स्टिल गट मोर न्यानो शीतल भएको छ देवचुली डाँडाको जतिको चाहिँ छैन यस्तो बाटो चाहिँ यस्तै यहाँ I think we reached the top. I guess this is it actually. यता चाहिँ आगो बाल्ने रहेछ अनि फोहोरहरू फालेछ Don't do that guys, don't do that. खुट्टा सम्झेर खाएर द हेल के सोचेर खाएर सुन तिमी त्यहाँ अर्को लागि गएको कि आफ्नो लागि गएको गैँची अलि हुन्छ नि अलि राम्रो कडा लगाएर जाने लिएर जाने हुन्छ नि टक्क प्लान बनाएर के हुन्छ इन्जोय गर्न आफूलाई के भने मिठो छ है मिठो पोखरा बहिनी कहाँ बस्ने भन्छ कहाँ भाइ बसेर त फाला फाल्छ नि भाइ फाला फाल्छ नि पोखरा त थामै न यतातिर आउँछ यता रेवनतिर आउँछ रेवनतिर सबै यहाँ हो सेन्टर फोन चाहिँ कसरी गर्छ तैँले यस्तो 2 मिनेट कहिले हुन्छ ओए केडा 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 उडु 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 पोखरा पोखरा गलिङ व्हाट द फक ल ल चल्दै 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 तर हामीलाई अर्को पोखरामा नि यही ठाउँ यस्तै ठाउँ चाहिन्छ छ त देख्छ ल